the joystick and you have to move this to pick the things up. Andy's favorite game, punching machine. Glass छ नि त यो ग्लासमा स्क्रैच नहोस् भनेर यो माथि लाउनु पर्ने. Hello guys, welcome back to my another video. अहिले चाहिँ हामी आइपुगेका छौं एउटा स्काई वकमा, जुन चाहिँ स्काई वक हो. के छ नाम यसको? सरी के थियो यार, के थियो? प्योङबाङची स्काई वक. बन्द गर न गीत, गाडीमा गीत बजिरहेछ. यो चाहिँ हाम्रो के भन्छ त्यो मेन ठाउँ हो जहाँ चाहिँ हामी आएको. यहाँको भ्यू चाहिँ यस्तो देखिरहेको छ. त्यो हाम्रो गाडी अनि हाम्रो यो ड्राइभर साहबले ब्लुटुथ अन गरेर फोनबाट गीत बजिरहेको थियो, सो बन्द गर्नुभएको छ. केटाहरू अगाडि पुगिसके. बब्बाल पिसफुल ठाउँ छ. आज मैले अघि हामी कुन ठाउँ गएको थियो? वाट वाज द प्लेस? होलजोङसा टेम्पलमा चाहिँ लास्टै धेरै मान्छे थियो, बट यो ठाउँमा अनि हामी एउटा माहौल गएको थियो, भिलेज गएको थियो. त्यो ठाउँमा पनि मान्छेहरू थिएनन्. सो यो ठाउँमा झन् मान्छे नै छैनन्. बट लेट्स सी, आई होप बन्द चाहिँ छैन होला होइन, किनकि आज पानीले गर्दाखेरि हाम्रो धेरै प्लानहरू क्यान्सल भएको थियो. बट आई एम होपिङ द्याट यो ठाउँ चाहिँ बन्द नहोला. तर देख्दा लागिरहेछ कि खुल्या होला. यस्तो खालको माहौल छ यहाँनिर. यहाँ डिफ्रेन्ट टाइपको फन एक्टिभिटिजहरू छ. हामीले इन्टरनेटमा हेरे अनुसार अनि त्यहाँ एउटा जिप लाइन पनि थियो. एन्ड आई थिङ्क यो जुन अगाडि तपाईँले बाइक जस्तै भनौँ देखिरहनु भयो होला, यो पनि आई थिङ्क रेन्टमा लिन सकिन्छ. अगाडि बवाल ठुलो के भन्छ यो स्क्रिन, एलइडी स्क्रिन लगाइदिएको छ. यो अगाडि देखिरहनु भएको छ, यो चाहिँ फन एक्टिभिटिजको लागि त्यो गेमहरू होइन. अहिले चाहिँ म वासरुम जान्छु, हल्का फ्रेस हुन्छु. गाडीमा हाम्रो आज यो ठाउँ आउनको लागि हो. त्यो ठाउँ आउनलाई चाहिँ हामी जुन स्पटमा थियौँ त्यहाँबाट लगभग 1 घन्टा लाग्यो. सो निन्द्रा लागिरहेको थियो गाडीमा. जसो तसो आफूलाई निदाउनबाट रोकेँ, किनकि आई वाज सिटिङ अन बिसाइड ड्राइभर. सो उसको साइडमा बस्यो भने ड्राइभरलाई पनि निन्द्रा लाग्छ भनेर म चाहिँ ननिदाउन कोसिस गरिरहेको थिएँ. सो अहिले चाहिँ अब म वासरुम गएर फ्रेस भएर एन्ड देन बाहिर निस्किन्छु अनि भेट्छु है त तपाईँलाई. दाइ अगाडि हुनुहुन्छ, केटाहरू वासरुम गएको छ, निस्किसक्यो. यो चाहिँ हो हाम्रो टुर इन्फर्मेसन म्याप. तपाईँ डिफ्रेन्ट ठाउँहरू घुम्नु सक्नुहुन्छ. थिएटर, आरआरई भिलेज एन्ड दिस वान सी यसको आसपासको ठाउँहरू औराजी. यसको वरिपरिको यहाँ औरालाई पनि रेस्पेक्ट मिलिरहेको छ, औराजी. अनि यहाँ मान्छेहरूलाई रेस्पेक्ट मिलिरहेको छ. माउन्ट मिन्दोङसान, यो मिन्दोङसान यसको आसपासको ठाउँहरू हो के त यो सबै. नत्र कहाँ यही एरियामा यत्रो धेरै प्लेसेसहरू हुन्छ त. मिक्की माउस. यहाँबाट हेर त कहाँ त. अनि हामी आएको छौँ मैले स्काई वकमा. गेम्स, यो चाहिँ यहाँ गेम्स हो, सुटिङ गेम्स. I don't like violence, I don't like guns. अनि यो चाहिँ बास्केटबल. अनि यो चाहिँ हो, यो हामी के आई डोन्ट नो यो के भन्छ यसलाई. यो गेमको नाम थाहा छैन, बट यो निस्क्यो भने यहाँ यसरी हान्ने. अनि यो एक गेमको 1000 वन मिन्स 100 रुपियाँ. आई थिङ्क यो पनि त्यही नै होला. हो. अनि यो चाहिँ यो यस्तो होला, निकाल्ने होला. यो जोयस्टिक and you have to move this to pick the things up. This one त्यही हो, यो पनि त्यही हो. What's this one? यो चाहिँ बिग्रिरहेको रहेछ अहिले. कुन चाहिँ गेम हो थाहा छैन, डिफ्रेन्ट गेम. अनि यो पनि त्यही हो.
यो चाहिँ एन्डीको फेभरेट गेम पन्चिङ मेसिन कार चल्दैन त्यहाँ डलर खतरा के अरे खुद्रा गर्न मिल्छ नि त यही कार हाल्नु मिल्छ त त्यो पैसा हाल्ने हो पन्चिङ मेसिन यो पनि अनदर पन्चिङ मेसिन हो यो त्यसमा हाल्नुपर्छ एन्ड देन हाई स्कोर यसको हाई स्कोर छ अहिले कति छ 9,927 someone got 1,500 that's really low जुन लिइरहनु भएको छ यो चाहिँ पैसा खुद्रा गराउने ठाउँ यु क्यान गेट कोइन्स और तपाईँसँग ठुलो नोट छ भने तपाईँले खुद्रा गराउन सक्नुहुन्छ शिवा विल गेट डिस्काउन्ट चाइल्ड डिस्काउन्ट 1,001 Very child I am. Look at this child 21 years old child. ए हम चाहिँ यो छ टिकट अफिस हैन जुत्ता फुकाल्नु चाहिँ पर्दैन जुत्ताको माथिबाट त्यो लाउने होला आई थिंक हम चाहिँ यो लाउनु पर्ने हुन्छ खुट्टामा या ढोका खुल्लै चाहिँ यो चाहिँ अब हाम्रो जुत्तामा लाउनु पर्छ अब यो लाउनुको रिजन चाहिँ के हो भन्दाखेरि अब त्यो हाम्रो त्यो ग्लासमा हिँड्नुपर्छ नि त स्क्रैच नहोस् भनेर लाउनु पर्छ हामीले जुत्ता खुट्टामा लाएर रेडी भयो लेट्स गो गाइज यताबाट हो नि जाने उताबाट निस्किने हो नि खासमा वाउ अलिकति स्केरी त फिल हुँदो रहेछ हौ यो चाहिँ अब यो ग्लास छ नि त यो ग्लासमा स्क्रैच नहोस् भनेर यो माथि लाउनु पर्ने एन्डी आर यु फिलिङ स्केर्ड आर यु ओपन माइन्डेड I am open minded. Take phone. You have iPhone? No? Put your number in my iPhone 16 Pro Max. Put my number in your iPhone. हामी भर्खर यहाँदेखि आइन र दाइ यही बाटो यो चाहिँ यहाँबाटको भ्यू बब्बाल देखिरहेछ कस्तो लाग्छ दाइ खोला बग्दैन रिभर कस्तो घुमेछ दाइ एउटा अघि हामी भएको स्काई वक छ ऊ त्यहाँनिर हो त्यो चाहिँ थियो हाम्रो स्काई वकको लागि टिकट अफिस अनि चाहिँ अहिले चाहिँ हामी यहाँबाट माथि आएर हल्का माथि एउटा सानो हाइकिङ ट्रेल जस्तै छ सो जाँदैछौँ आएर नो के छ माथि गएर होइन सो अहिले चाहिँ हामी जाँदैछौँ लेट्स सी के छ यस्तो तर आज चाहिँ मान्छेहरू एकदम कम छन् नाइकीको जुत्तामा आज भर्खरै दिस इज माई फर्स्ट टाइम वेयरिङ दिस सुज यो सुज चाहिँ मलाई काममा एकजना कोरियन दाइले गिफ्ट दिनुभएको कोरियनको यहाँ अस्तिको हप्ता फेस्टिभल चलिरहेको थियो छुसक कोरियन फेस्टिभलको नाम हो सो त्यो बेलामा चाहिँ मलाई गिफ्ट दिनुभएको थियो अहिले हल्का हल्का साँझ पर्न लागिसक्यो साँझ त के भने अहिले टाइम भइरहेछ 4:20 बट इट फिल्स लाइक अँध्यारो विन्टर पनि लागिसक्यो सो हल्का छिटै अँध्यारो पर्छ अनि के भन्छ अरे क्लाउडी पनि त छ आजको मौसम सो त्यस कारणले गर्दाखेरि त्यस्तो फिल भएको छ बट टाइम चाहिँ एक्ज्याक्टली अझै धेरै ढिलो भएको छैन यो अलिकति ब्रोड आँखाले हेर्नु न यो छोयाङगाङ रिभरको नाम चाहिँ छोयाङगाङ यो जुन हिल जस्तो देखिरहेको छैन चप्पलको त्यो हिल जस्तो हो कि नै हेर्न न यति पार्ट हैन यस यु आर राइट ठ्याक्कै त्यस्तो देखियो झ्याप्प हेर्दा यताबाट खोला निक्लेको उता गएर त हराएछ त खोला कताबाट भयो यो बिचबाट हो यता भित्रबाट हो कि खोला के अरे पहाडको साइडबाट यो बिचमा जुन ग्याप छ नि
त्योबाट आइरहेछ What which one? See the difference. The bottom one is 35,000. यो चाहिँ यहाँको फन एक्टिभिटिजहरू जिपलाइन अनि यो सम काइन्ड 4-wheel बाइक राइड स्काई वक यो चाहिँ क्याम्पिङ पनि गर्न मिल्दो रहेछ त्यो चाहिँ 1.2 किलोमिटर यो त बच्चाहरूको लागि मात्र जिपलाइनको 35,000 को यो त बच्चाहरूको लागि होला यो चाहिँ होइन नि यो 186 मिटरको यो वाला हो 273 को यो के हो यो पनि यो त गर्नु त्यो माथि 120 किलो इट्स रियली एक्सपेन्सिभ ल अब हामी चाहिँ यहाँ जिपलाइन हान्न आएको 1.2 किलोमिटर 자, 모자. 그거 날아가니까 벗어서 있으면. 근데 여기 다른 모자 없어. 없어요? 헬멧 없어. 진짜? 없이 그냥 갑니다. 자, 여기를 봐주세요. 예. 주머니 속에 요 소지품 이렇게 잠겨 있는 거는 그냥 놔두면 돼요. 안 잠겨 있는 거. 불안한 거 있으면 여기 의자 뒤에 핸드폰, 지갑만 여기 들어가요. 의자 뒤에 여기다 이렇게 넣고 가면 돼요. 그 뒤에다가 잠겨 있으면 괜찮아. 이렇게 잠겨 있어. 네. 탑승자 사진. 자, फोटोसोटो के हुँदैन त 이거는 손에 들고 갈 거죠. 이따가 떨어뜨리면 안 돼. 땅에 떨어뜨리면 안 돼요. 네. 한 분이 먼저 갑니다. 한 번. 네, 한 분. 먼저 출발. 예. 내려가서 한 분 먼저 내려가서 내려오는 사람들 이렇게 동영상 찍어도 돼요. 예, 누가 탈 거예요? 한 분. को जाने वाला? Cameraman. यहाँ दाइलाई त फोटो चाहियो आइडिया छैन क्या फेरि म क्यामेरा लिएर कसरी जाने भनेर यसो अनि 그러면 तल गएर फोटो 안 무서워요. 별로 무섭지 않으니까. 내려가서 친구들 내려오는 거 찍어주세요. 자리 잡아가지고. लो रिस्क लिने होइन योमा हाल्नु तेलमा लाउनु 잠깐 기다릴게요. 거기서. दाइको त यहाँबाट खिच्न मिल्छ होला नि त अनि मेरो मिल्छ यहाँबाट ल रबिन दाई चाहिँ सुरुमा जान लाग्नु भएको छ जिप लाइनबाट केटाहरू लाइन लागिरहेछ एन्ड लेट्सी भैलोको अङ्कलले चाहिँ अब के अरे गोब्रो लान मिल्छ तर नजार भन्दै हुनुहुन्छ सो लेट्सी लान मिल्छ भने म लग्छु होइन बट लेट्सी लेट्स कम क्लियर आउट भन्ने हुन्छ नि दाइ 앞에 보세요. 자, 출발. That looks scary. यो चाहिँ सही छ Bye bye. See you down there. ल हाम्रो सिट आइसकेको छ यहाँनिर. We are really scared. He is really scared. 앉으면서 무릎 높이. 손 여기. 이거 잠깐만요. 뭐 괜찮아. 괜찮아요? 손 여기. 그대로. 집에 앞에 보세요. 출발.
감사합니다. How was it, guys? मजा आयो यार सुरुमा हल्का स्क्यारी फिल हुन्छ है बबाल ठिकै भयो नि त अब मनको हुन्छ नि अब थिएन होला अब त नेक्स्ट टाइम गऱ्यो भने त डरै लाग्दैन नि त नेक्स्ट टाइम त बन्जी जम्प हान्ने हो 감사합니다 हामी चाहिँ अब फेरि माथि जाँदैछौँ केटाहरू आउँदैछन् हामीलाई लिन गाडी आइसकेछ सो यो चाहिँ एउटा सानो पार्क थियो ब्युटिफुल ग्रिनरी एभ्रिवेयर अब यो चाहिँ जुन गाडी आएको छ यो गाडीले फेरि अब हामी जिपलाइनबाट तल आएको थियो अब त्यही माथिल्लो पोइन्टमा फेरि लगेर हामीलाई छोडिदिन्छ जहाँ चाहिँ हाम्रो गाडी छ सो यो चाहिँ गाडी थियो जाउँ Only Hamyong? Okay. यो चाहिँ हाम्रो गाडी लिन आएको छ माथि जानको लागि कसो भने अगाडि बस न लोकेसन हेर्नु परेन ल अब चाहिँ हामी यहाँबाट जाँदैछौँ यो चाहिँ हाम्रो गाडी थियो सिधा ल अब हामी अब लाग्नुपर्छ सो कस्तो लाग्यो मेरो जिप लाइन आजको एडभेन्चरहरू खुलिरह भएको थियो यो चाहिँ हाम्रो गाडी लाग्नुपर्छ एन्ड लेट्स से बाई टु दिस प्लेस थ्याङ्क यू फर वाचिङ दिस भिडियो सी यु इन द नेक्स्ट भिडियो टिल देन किप स्माइलिङ एन्ड किप इन्जोइङ योर लाइफ बाई बाई